अब सम्पूर्ण उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामै हुनुहुन्छ, उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। दोलखा कुना अन्धारामा खेतबारी अनि गाउँ बस्तीमा यहाँहरू पुग्दै हुनुहुन्छ। सामाजिक सञ्जाल मार्फत पनि तीव्रता बढाइरहनु भएको छ। नयाँ भनेको राजसभा लगायतका दलहरूको पनि पुरानाले केही गरेनन् भन्नुभन्दा अर्को खासै ठोस कार्ययोजना केही पनि हामीले देखेनौँ र पुराना भनेका दलहरूले पनि दलको गोलमोटल दलको यो दलीय बाध्यताले गर्दा गोलमोटल जवाब दिएर उहाँहरूसँग खासै नैतिक जवाब दिने सामर्थ्य म यहाँ देख्दिनँ। तथापि हामीसँग यिनै दलहरूलाई रोजेर जानुको विकल्प नभएको हुनाले यहाँसम्म दोलखा जिल्ला अन्तर्गत जम्मा छोटा 10वटा प्रश्न राख्न चाहन्छु। यहाँ त्यसमा ध्यान दिनु म अनुरोध गर्दछु। 1 नम्बरमा छ, गाउँ हिँड्दैछ, गाउँलाई जीवन्त बनाउने तपाईँको योजना के छ? खेतबारी अझै बाँझै छन्, बाँदर आतङ्क यसको प्रमुख कारण छ। बाँदर आतङ्क नियन्त्रण गर्ने तपाईँसँग खास कार्ययोजना के छ? यो भुइँ मान्छेको प्रश्न म गरिरहेको छु। उत्पादित कृषि सामग्रीले धेरै समय किसानलाई पस्क्याउने भाव पाउँदैन। किसानलाई उनीहरूले उत्पादन गरेको कृषि सामग्रीलाई उचित लागत दिलाउन तपाईँसँग खास योजना के छन्? दोलखा जिल्लालाई पर्यटकीय जिल्ला बनाउने ठोस योजना के छ? पोखराले सदियौँदेखि माछा पुछेर धौलागिरी अनि अन्नपूर्ण हिमालका दृश्यहरू बेच्दै मनकै आम्दानी गरिरहेको छ। हामी गौरीशङ्कर हिमाल किन बेच्न सक्दैनौँ र गौरीशङ्कर हिमाललाई पर्वतारोहणको केन्द्र बनाउने खास तपाईँसँग योजना के छ? चलिकोट मोडे मेल सडक खण्ड सुस्त किन? तामाकोशी पुल 2073 सालमा 2 वर्षमा तयार गरिने भनेर ठेक्का लिएको पुल आजसम्म पनि त्यो अभिला होला कि देखिला होला केलाई लाज भने जस्तो त्यो अवस्था तपाईँहरू रात दिन त्यहाँबाट हिँडिरहनु भएको छ। त्यसले तपाईँहरूलाई एकदमै घिचाइरहेको छ। त्यतातिर किन त्यो पुल अलपत्र छ? त्यो प्रश्नको पनि जवाब दिनु होला। त्यसपछि डाङडुङ्गे डाँडालाई फिल्म सिटी बनाउने भन्ने कुरा यो आजभन्दा 10 वर्ष अगाडि नै कार्ययोजना ल्याएको कुरा, यस मामलामा तपाईँको धारणा के हो? त्यो बनियो कि नबनियो? जनतालाई झुक्याइ राखेको किन? एउटा त्यो पनि प्रश्न रह्यो। गाउँघरका विद्यालयहरू धमाधम विद्यार्थी विहीन छन्, यिनीहरूलाई मर्ज गर्ने तपाईँहरूको यसमा ठोस धारणा के छ? अधिकांश स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरू टिक्दैनन्। 2 महिना 3 महिना भन्दा बढी नटिक्ने अवस्थामा त्यहाँको स्थानीय तहमा भएको विकासहरू प्रमुख प्रशासकीय अधिकृतको कारणले गर्दाखेरि पनि छुट्याइदियो होला। त्यो हुन्छ, त्यसलाई पनि तपाईँहरू टिकाउने के छ योजना? अर्को एउटा अन्तिम प्रश्न छ, तपाईँ यो निर्वाचनमा जाँदै त हुनुहुन्छ, तपाईँको आय स्रोत के हो र तपाईँको जीविकोपार्जनको लागि तपाईँ के काम गर्न सक्नुहुन्छ? त्यसको पनि एन्सर दिनु होला। र म एउटा सुझाव पनि दिन चाहन्छु उम्मेदवारहरूको लागि। यो जुन घरदैको कार्यक्रम अन्तर्गत गाउँ बस्तीमा मत माग्न जाँदा व्यवस्थित र अर्गनाइज भएर जानुहोस्। आफूसँग हिँड्ने युवाहरू विज्ञको आधारमा छनौट गर्नुहोस्। कम्तीमा कृषि विज्ञ, पर्यटन विज्ञ, स्थानीय विकासका जानकार र वित्तीय व्यवस्थापनसँग पोख्त राख्ने युवाहरू सँग हिँड्नुहोस्। भातको बिल मात्रै बढाउने राइस किलरहरूले खासै गुणस्तर सल्लाह दिने ल्याकत राख्दैनन्। देश बिग्रेको नलेज डेफिसिटको कारणले गर्दा हो भने वैचारिक चुनौती दिन सक्ने इमान्दार कार्यकर्ता र युवाहरू पार्टीमा छन्। त्यस्ता कार्यकर्ताहरूको पहिचान गर्नुहोस् र तपाईँहरू भोट माग्न जानुहोला। ठुला पाखुरा हुने युवाहरूलाई फागुन 21 गते रिजर्भ राख्दा नै बेस्ट हुन्छ। धन्यवाद। अर्को प्रश्न